दक्षिण साइडको तैँले मजाले साफ गरिन म घट्नु हो यो बाख्राको यो घाँसमा पराक पुरो गएको छ कि छैन नि भन्ने ट्याक्टर पनि जान्छ पत्रिका एउटा हाली एउटा बनाइदिन्छु ल अलि बनाउनु पनि घरमा हतियार खोइ खोइ त एक्सन सबैजना दुःख यो छ मैले पाएँ म यसले झार्छु यता यता काट्छ यता अनि काट्नु गर्न मिल्छ
भक्तबहादुर खड्का माधवको शिक्षक अनि स्थानीयवासी अनि शिक्षक विद्यार्थी सुरक्षाकर्मी लगायतको मिडियाकर्मी सङ्ख्या त अहिले कतिजना छ 80-90 जना छ 80-90 कन्काई माविका शिक्षक श्री छविलाल आचार्य सरसफाइ अभियानमा यसरी जोडिँदै हुनुहुन्छ। सबैसँग काट्ने हतियार नभएपछि लठीले हानेर फाड्ने पनि हो अत्यन्तै राम्रो उपाय हुँदो रहेछ। विद्यार्थीहरू पनि धेरै यस पुनित कार्यमा सहभागी भइरहेका छन्। 100 भन्दा माथि शिक्षक, अभिभावक, विद्यार्थी, प्रहरी, सञ्चारकर्मी आदिको उपस्थिति रहेको छ। श्रमदान गरेर आफ्नो विद्यालयको सरसफाइ आफै गर्ने अभियानमा जोडिएर काम भइरहेको अवस्था छ। काटिसक्यो यति त फाडियो नि है। हजुर धेरै धन्यवाद छ सबै जुट्नु भएको छ। ल सरलाई पनि धेरै धेरै धन्यवाद छ। नयाँ ऊर्जाका साथ उहाँहरूलाई काममा जुट्नको लागि म अनुरोध गर्दछु। सबै जुट्ने हात हतियार नहुनेले लौराले फुट्दै अगाडि बढ्ने कलिलो कलिलो ढाडलाई र यो अब केही खुल्दै सजिँदैछ, चाँडै सुकिँदैछ। हरेस नखाइकन नउभिकन साह्रै बलियो भने थोरै रेस्ट गर्ने, अलिकति रेस्ट गरेर फेरि हाम्रो अभियान अगाडि बढाउने विद्यार्थी भाइ बहिनीहरूको गाना गजबको भइरहेको छ।
अब यहाँ एउटा काम गर्दा सकिने गाडी सुरु मार्ने झोलेर हाल्ने भाइहरूले आचार्य छोड्ने भाइ आजको कार्यक्रमका संयोजकज्यू भक्त सर फुल एक्सनमा हुनुहुन्छ एकदम उपस्थिति पनि एकदम राम्रो लेखिएको छ काम पनि निकै भयो ए सानो भाइ फेरि उतापट्टि झ्याङखेतीकै बाँकी छ अङ्कलले घरै गएछ त यार यो हो त पच गरेको छ सरले रोक्नु पनि भन्नुभएको ए कहिले उता हाँसिएको छ यसले काट्यो नि सर यसको धार त छैन म भ्लग पनि थाल्यो हाल यत्रो खाली हो
सोएसनाको बल सरलाई हान्ने रहेछन् हुन्थ्यो यार कफलाई यहाँ भाइसँग थियो बाप बोलेन जी छाडै पर्छ